गुरुङ, जर्सी नम्बर 8 सन्देश थापा, जर्सी नम्बर 9 सुजल गुरुङ, जर्सी नम्बर 10 हरिश रिजाल, जर्सी नम्बर 11 रोहित नेपाली, जर्सी नम्बर 12 तरुण थापा विजय, जर्सी नम्बर 1 विजय सुवेदी। टिम कोचमा हुनुहुन्छ श्रीकृष्ण विजय, टिम म्यानेजर युवराज गुरुङ। यो मैदानमा कोचेको टिम कोच र टिम म्यानेजर बाहेकका अन्य महानुभावजीहरू कृपया गेटबाट रेडियोका निम्ति अनुरोध गर्दछु। टिम कोच र टिम म्यानेजर र एक्स्ट्रा प्लेयरहरू बाहेकका अन्य खेलप्रेमी महानुभावजीहरूलाई यो खेल मैदानमा पर बसिनको निम्ति हार्दिक अनुरोध गर्दछु। र यहाँहरूमा मैले अनुरोध गर्न चाहे रुपा गाउँपालिका वडा नम्बर 6 भन्छ रुपा गाउँपालिका वडा नम्बर 7 विश्व यो अध्यक्ष कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सञ्चालन भइसकेको छ। सफल रुपा गाउँपालिका वडा नम्बर 7 स्कोर रहेको छ 1-0। लगातार आगे खाते वडा नम्बर 7 स्कोर रहेको छ 2-0। नंबर रहेको छ 2 बराबर, नंबर 7 2 और नंबर 6 2 बराबर। उनका नंबर 6 3 और नंबर 7 2 3-2। सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी अगाडि बढ्नुलाई अब आफ्नो प्रस्तुतिको लागि अब धेरै समूह समूहहरू छ। अनि ब्यानर पार्नुहोस् त किन माझगाउँ सृजनशील आमा समूह यो टिम चाहिँ कमजोर पुरा पर्यो देवाल टिम अगाडि पुरा पर्यो सेकेन्ड बेसी हो गाउँ खेल्यो नि त
एउटा जितेर बसेको भने कसैले त जी सर त्यहाँबाट जम्मेर हान्ने Short movement dan kawan nomor 9 तिनीहरू ढुक्क छ क्या मास्टर टिमले जितेको 7-2 ड्रोन आछ बलले लाग्छ हस्छ पागलै यता ड्रोन ल्याउनु भने चल्यो यार हाइट कम भयो हुन्छ त्यो झार्ने
उसको फाइदा वडा नम्बर 6 लाई वडा नम्बर 6 17 वडा नम्बर 7 7 17 7 है मन्जुरको कि ब्लक सिधा होइन त ठाउँ हालिदिइहाल्यो बाहिर गयो कि मन्जुरी कति लाउँदा भनिदिइरहेको कि आफ्नै सङ्गीत आफ्नै आवाज आफ्नै पोसाकमा आउनुभएको थियो यहाँलाई धेरै धन्यवाद अब सिस्टरका ख्याति प्राप्त कलाकारको बेचन उपस्थितिहरू हामीले सुन्न बाँकी छ अहिलेको लागि फेरि अगाडि बढ्न म अनुरोध चाहन्छु सयपत्री आमा समूह रूपमा 2 देखि आउनुभएको छ सयपत्री आमा समूह आफ्नो ड्राइभर र आफ्नो पोसाकमा सजेर आउनुभएको छ पछाडि हाम्रो ठकुरी समाज यस पछाडि गएको छ भने ब्यानर अगाडि सार्दै गर्नुहोला Shot,
25 रुपा धेरै धेरै धन्यवाद सोच्ने ढिलो उल्ला पार्टी गर्छ कि भन्नुभएको छ हजुर साह्रै बुझाकारी हुनुहुन्न छ एकपटक जोरदार ताली बजाइदिनुहोस् त धेरै धेरै धन्यवाद छ धेरै धन्यवाद छ सयपत्री आमा समूहलाई रुपा 2 देखि बात भएको थियो हाम्रो धन्यवाद छ आफ्नो पोसाकमा आफ्नो ब्यानरमा छोटो मिठो रमाइलो प्रस्तुति लिएर आउनुभएको थियो अबको लागि रुपा ठकुरी समाज अगाडि बढ्नु होला प्लिज रुपा ठकुरी समाज राम्रो स्टाइलसँग आफ्नो टिमलाई खाता खेल्न सफल रुपा 6 रुपा 1 रुपा 7 0 1-0 त्यसपछि कुनै समूह छन् भने मेरी लागि प्रतियोगिताका संयोजक रुपा गाउँपालिका नम्बर 5 का अध्यक्ष राजन चिरञ्जीवी ढोकाराज्यूले तारतम्य मिलाउनुलाई प्रेसिडेन्ट अधिकारीज्यूले तारतम्य मिलाउनुलाई कुनै समूहहरू छन् तपाईँको छ भने अब हामी कार्यक्रमलाई बिट मार्दैछौँ इसको फाइदा रुपा 6 लाई रुपा 6 2 रुपा 7 0 3-0 अंक रुपा 6 लाई रुपा 6 4 रुपा 7 0 4-0 सेक माथिबाट हालेछ बिचरा के भन्छ रुपा 6 5 रुपा 7 0 5-0 रुपा ठकुरी समाजको अगाडि दिनुहोस् सर्भिसमा रुपा 6 को खेलाडी साथी निको राम्रो स्पाइकसँग आफ्नो टिमलाई खाता खेल्न सफल रुपा 7 1 रुपा 6 5 1-5 रुपा 7 लाई रुपा 7 2 रुपा 6 5 2-5 सबैले खेलाइदिनु पर्छ कि भाइटल गेम भएको हो छुट्टै कुरा होइन विचार सर्दै यिनीहरूले भन्दा पावर हालिदिन्छ नि नखेलिराखेको भएर अलिक थाक्छ पुरै मजा आएन मजा आएन अलिकति केही न केही त दिनुपर्छ क्या अंक रुपा 7 लाई रुपा 7 3 रुपा 6 8 3-8 रुपा 6 रुपा 7 2 अब
मिठो प्लेटिङको साथमा नसक्ने प्रतिभा छ। रुपा 6 10, रुपा 7 3 10 3। भरे धेरै धन्यवाद छ, धेरै धन्यवाद छ। हाम्रो पटपुरे समाजलाई साना भाइबहिनीहरू पुस्तकमा वृद्धि गर्नु सबै दिदीबहिनीहरूलाई पनि धन्यवाद छ। अगाडि बढ्नको लागि अनुरोध गर्न चाहन्छु कि शेरकुटादेखि आउनुभएको छ, यहाँलाई अगाडि बढ्नको लागि अनुरोध गरेर अब हाम्रा प्रस्तुतिहरू पनि जोड्नेछौँ। यसपछि बहुचर्चित लोकदोरी गायक पार्वती सुवेदी दाइको प्रस्तुतिहरू रहनेछन्, पार्वती जीसीका प्रस्तुतिहरू रहनेछन् अनि कृष्ण खेलीको प्रस्तुतिहरू पनि सबै दिदीबहिनीहरू दाजुभाइहरू रुपा 6 12, रुपा 7 3 12 3। अंक रुपा 7 है, रुपा 7 4, रुपा 6 12 4 12। अंक रुपा 6, रुपा 6 13, रुपा 7 14। सुरु गरौँ है, सुरु गरौँ। नवदुर्गामा सदरमा 2 छोटकी शिल्पकारदेखि भन्नुभएको छ। बिराली हाकीको समन्वय गर्नुभएको थियो। संयोजकमा राजेन्द्र कुमार, सदस्य सचिव सञ्जय महेश्वरी अधिकारी, चिरञ्जीवी ढुङ्गाना सबै राम्रो हानेर निकै राम्रो ड्रेसिङसँग आफ्नो टिममा अंक रहेको छ रुपा 7 5, रुपा 6 13 5 13। सबको हाल्दैछ। अंक रुपा 7 है, रुपा 7 6, रुपा 6 14 6 14। अंक रुपा 7 रुपा 7 7, रुपा 4 15 7 15। रुपा 6 15, रुपा 7 7 15 7। निकै राम्रो प्रहार, इसको फाइदा रुपा 7 को खिलाडी सकियो। रुपा 7 8, रुपा 6 15 8 15। बल अलिअलि मिल्छ गेम अब। द्वारा नेटवर्कको सङ्गीत इसको फाइदा रुपा 6, रुपा 6 16, रुपा 7 8 16 8। आयो सल्टी
रुपये 7 9 रुपये 6 16 9 16 जालीमा इसको भागा रुपये 6 17 रुपये 7 9 17 9 बॉल आउट इसको भागा रुपये 6 18 रुपये 7 9 18 9 रुपये 7 9 रुपये 7 10 रुपये 6 18 आफ्नो प्रस्ति आफ्नो वेशभूषा आफ्नो ब्यानरमा यहाँलाई धेरै धेरै धन्यवाद छ। देउराली नौमती बाजा समूह एकैछिन बसौँ हजुरहरूको प्रस्ति हामीले यो प्रतियोगितालाई सकेका छौँ। सबै समूह संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो प्रतियोगिता यहाँको सांस्कृतिक प्रस्ति हामीले सकेका छौँ। निर्णायकको रूपमा रत्न जुरी निर्णायक शान्ति गुरुङ, त्यसकै निर्णायकको रूपमा पार्वती जेसी पार्वती सुवेदी कृष्णले र कार्यक्रमको सञ्चालकको रूपमा म रहेको थिएँ। यहाँका बिचमा हाम्रो जिम्मेवारी पुरा भएको छैन। हामीले मजाले गीत गाउनु छ, हामीले टोली गाउनु छ। यही रहनुहोला मेरो अबेरसम्म पुरपुरार कति अबेरसम्म हुन्थ्यो। अहिले बेलैमा हामीले प्रतियोगिता सकेका छौँ। मजाले गीत गाएर नाच्नुपर्छ। यहाँहरू सबै प्रतियोगीहरूलाई धन्यवाद छ। सबै दर्शक भगवान्लाई संस्थालाई सबैलाई धन्यवाद छ। सबै क्यामेरामा रहने टेलिभिजनमा रहने पत्रकार साथीहरू सबैलाई धन्यवाद छ। अहिलेको लागि यहाँका बिचबाट हामी यो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हामी सहयोग नृत्यमा खेल्न लागिरहेका छौँ। सहयोग नृत्यको लागि म मञ्चमा नृत्य आउन चाहन्छु। रूपाको पहिचान झल्कने गीत आफ्नो प्यारो रूपा भन्ने बोलमा चन्द्रमर्वा मार्चमा आयोजन विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत नृत्यको लागि यस मञ्चमा हार्दिक आमन्त्रण गर्दछु। अब बाँकी विद्यार्थी भाइ बहिनीहरूको नृत्यबाट धन्यवाद। निकै राम्रो प्लेसिङसँग अन्त रुपये 6 लाई रुपये 6 21 रुपये 7 10 21 10 अंक रुपये 7 लाई रुपये 7 11 रुपये 6 21 11 21 सर्भिस यस्तो गर्दा नि कहाँ हुन्छ त नि रुपये 6 22 स्कुल लेभलको रुपये म्याच 7 11 22 11 टाउकोमा टोल दियो। रुपये 7 में रुपये 7 12 रुपये 6 22 12 22 अघि 22 भइसक्यो अब यी भ्याइजा रुपये 7 13 रुपये 6 22 13 22 जाइए मासन जाइए यहाँ गेम राम्रो भयो पो अलिकति हेर्न पनि मजा आउँछ। रुपये 7 में रुपये 7 15 रुपये 6 22 22 रुपये
निकै राम्रो स्ट्राइकसँग आफ्नो टिमले नम्बर थप्न सफल भइरहेको छ। रुपा छ 3 रुपा 7 2 बराबर। देशमा डेमोक्रेसी ल्याउनु भयो तर डेमोक्रेसी टु द पिपल बाइ द पिपल फर द पिपल भनेर तपाईहरुले सिकाउनु भयो तर यो हौ कसरी हो यो कसरी बनाउने के हो यो प्रजातन्त्र भन्ने के हो डेमोक्रेसी भन्ने रुपा 4 रुपा 7 2 आगन्तुकहरूलाई हाम्रा नयाँ जेनेरेसनहरूलाई तपाईहरुले सिकाउन सक्नु भएन। साँच्चै यो डेमोक्रेसीलाई बुझाउन पर्थ्यो 10 वर्ष चलाएको महायुद्धलाई नबुझिकन यो डेमोक्रेसी बुझ्न सकिँदैन। लामो सङ्घर्ष पश्चात र निर्मम सङ्घर्षद्वारा जनयुद्धद्वारा उठाएको काम लाग्यो भर्ती हुनको लागि ट्रेनिङ सेन्टरमै छ कि तिम्रो पऱ्यो आफै आफैमा लुच्छा चुड जस्तो हामी फरक पार्टी भए पनि काङ्ग्रेस माओवादी एमाले फरक पार्टी भए अङ्क रुपा 6 रुपा 5 लागि लडिएको थियो। हामी राम्रै छ कि केटो एकदम डिसिप्लिन छ आइपुगे पछाडि तपाईँ हामी एक आपसमा आफैमा दोषारोपण गर्न थाल्यौँ। काङ्ग्रेसले एमालेलाई एमाले काङ्ग्रेसलाई अर्कोले माओवादी हुँदा सबै राजनीतिक निकै राम्रो स्ट्राइकसँग आफ्नो टिमले नम्बर थप्न सफल रुपा 7 रुपा 7 5 रुपा 6 साँचो अर्थमा के अब नयाँ जन्मेका शक्तिहरूले साँचो अर्थमा यो देशको राजनीति साँच्चैको अर्थतन्त्र यहाँको राजनीतिक तन्त्र सबै बुझेका होला नि त। त्यो इतिहास उनीहरूले पढेका होला नि त। हिजोदेखि दुःख गर्नेहरू यही हुनुहुन्छ हाम्रो प्रमुख अतिथिहरू। उहाँहरूको जेनेरेसनले कति दुःख भोग गर्यो उहाँहरू पनि कहिले भूमिगत गर्दै कहिले हामी दोस्रो जेनेरेसनहरू बम बारुद लिएर बन्दुक लिएर लड्न पर्ने अवस्था आइपुग्यौँ। हामी त्यही युवा हौँ हिजो जनयुद्धमा सामेल भएका हिजो हतियार बोकेर हिँडेका युवाहरू राज्यप्रति मर्न हिँडेका युवाहरू अझै पनि हामी यो राष्ट्रको लागि यो समाज बनाउनको लागि यसले हुन्न भने हामीले हेरौँ हामी भौतिक रूपमा हामी सम्पूर्ण हुँदै गएका छौँ। भौतिक रूपमा हामीले विकास गरेका छौँ। हिजोको राजतन्त्रभन्दा हामी डेमोक्रेसीमा आइसकेपछि हामीले भौतिक पाटोहरू धेरै विकास गरेका छौँ तर हामीले अझै पनि मानवीय पाटोतिरका केही चिजहरू हामीले पुरानो बाँकी छ र अब हामी साँचो अर्थमा कुनै पनि यो पार्टी म यो पार्टी त यो ऊ नभनिकन यो राष्ट्र बचाउनका लागि यो सङ्घीय लोकतान्त्रिक व्यवस्था बचाउनका लागि हामी फेरि एकजुट भएर फेरि आशै मिलेन बुझिरहेको छ त्यसलाई। हुन त उसले यो संविधान त पाउँदैन तर भ्रम सिर्जना छरिरहेको छ। भिडभाड भुल्ने गरिरहेको छ। संविधान त यो जनताको निहित र भौगोलिक अखण्डता कहिले पनि चेन्ज नहुने गरी संविधान विपरीत छ। भोलि राज्यले त्यसमा छुट्टै तरिकाको एक्सन लिन सक्छ। यो भद्रगोल अवस्थामा हाम्रा देशी शक्तिहरूले हाम्रा सधैँ नेपाललाई चाहने शक्तिहरूले नेपालको अस्थिरतालाई अङ्क रुपा 6 रुपा 10 रुपा 7 चेष्टा भइरहेको छ। आम नेपाली जनतालाई गाउँवासीलाई यो कुरा बुझ्नलाई नयाँ जेनेरेसनले राजनीति बुझ्नलाई म अनुरोध गर्दै परेको खण्डमा फेरि यो राष्ट्रका लागि यो समाजको लागि फेरि ज्यान दिन छु भन्दै म मेरो तर्फबाट अन्त्य गर्दछु। हस् नमस्कार। देउरालीको र त्यो कागको ओडाउन गर्दै भए हुन्थ्यो कि हामी विभिन्न गतिविधि सहितका विषयहरू समेटिएर तयार पारिएको एक झलकमा रूपा 2081 अङ्क 3 को विमोचन कार्यक्रममा सहित भइरहेका छौँ। उक्त विमोचन कार्यक्रममा कार्यक्रमको अध्यक्षज्यूलाई पनि म अनुरोध गर्छु। विशिष्ट व्यक्तित्वहरूलाई पनि एक झलकमा रूपा 2081 अङ्क 3 विमोचन अवसर भइदिनुमा हार्दिक अनुरोध गर्दछु। रूपा गाउँपालिकाका तिनै सम्पादन गरेका विभिन्न कार्यहरू र रूपरेखाहरू विकास निर्माणहरू सेवा प्रकारका विषयहरू समेटेर हामीले प्रत्येक वर्ष अङ्क 1 अङ्क 2 अङ्क 3
प्रशासन गर्दै आएका छौँ। लिब्रोको भयो योभन्दा अघिल्लो स्थापना दिवसको अवसरमा एक झलकमा रूपा अङ्क 2 विमोचन गरेका थियौँ र त्यसलाई परिष्कृत गर्दै त्यसलाई संशोधन गर्दै एक झलकमा रूपा 2081 अङ्क 3 विमोचनका क्रममा रहेका छौँ। आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू अध्यक्षज्यू लगायत विभिन्न व्यक्तित्वहरूले यो अनभेलिङ गरेर एक झलकमा रूपा अङ्क 3 विमोचन गर्दै हुनुहुन्छ। रूपा गाउँपालिकामा भए गरेका गतिविधिहरूको एउटा सङ्गालो हो। यहाँ भएका कुराहरूलाई हजुर माझ देखाउने सङ्गालो हो। यसमा हामीले रूपा गाउँपालिकाका सिका गतिविधि लगायत अन्य विभिन्न चिजहरू पनि समावेश गरेका छौँ। जोरदार तालीले एक झलकमा रूपा अङ्क 3 विमोचन कार्यक्रमलाई हजुरले जोरदार तालीले सम्मान गरिदिनुहोला। प्रमुख अतिथि ज्यूबाट विमोचन भइरहेको छ। धन्यवाद प्रमुख अतिथिज्यू अध्यक्षज्यू लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरू। अब यस बिचमा म मन्तव्यलाई जोड्न चाहन्छु। एक झलकमा रूपा अङ्क 3 को यात्रामा समितिका छन्। क्षेत्रमा हामीले कस्ता कुराहरू समावेश गरेका छौँ भन्ने विविध विषयहरूमा जानकारी सहित आफ्नो मन्तव्यको लागि म सबैले अनुरोध गर्न चाहन्छु। आजका यस कार्यक्रमका सभाध्यक्ष तथा रूपा गाउँपालिका आकाशका आदरणीय अध्यक्ष श्री नवराज बोजाज्यूलाई एक झलकमा रूपा 2081 अङ्क 3 को विषयमा जानकारी सहित आफ्नो मन्तव्य सबैले अनुरोध रूपा गाउँपालिकाको यो ऐतिहासिक 8औं स्थापना दिवस कार्यक्रममा यो प्रदेशका निवर्तमान मुख्यमन्त्री यो क्षेत्रका मान्य प्रदेश सभाका सदस्य भगराज अधिकारीज्यू मञ्चमा आसीन हुनुहुने प्रहरीका एसएसपीज्यू